त्यस्तो होइन ल ल साथीहरू यो हाम्रो मकैबारी हो र मकैबारीमा अहिले यो तल्लो यो हाम्रो यो टारीको मकै भनेर भनिन्छ यो टारीको मकैमा यो खाले यो काए किरो भन्छ यो सबभन्दा घातक हुन्छ ल अनि यसले सबै जुगाभरि खाएर खतम पार्यो यो जुगाको खास के काम हो भने पार यो माथि यो पोलिनेसन यो धान भन्छ यो धानमा पोलनहरू छन् के पुरुषसँग छन् यो पुरुषसँग ठ्याक्क जुगामा झरिसके जुगाले त डेलिभरी ट्युबको काम गरेर त्यो प्रत्येक दाना लाग्ने हो तर दाना लाग्नेमा यो काए किराले खाइदिसकेपछि सक्यो नि अब यो हेर्नुहोस् यो के काए किरा कस्तो खतरै छ यो एकदम ठुलो पनि छ यसले अब सर्लक्क लाएर खाइदिसकेपछि अब यसले हाम्रा खतम पार्यो तिताए किरो यसले यता जुगापट्टि सबै खायो ल अनि यहाँ देख्न सक्छ जुगादी खायो जसले गर्दाखेरिमा यी पोलनहरू यसबाट भित्रपट्टि जान सक्दैन हारी बस्दैन हारी नबसेपछि यो मकैमा दाना लाग्दैन यदि लगाइहाले त भने यहाँबाट पानी पसेर कुहिन्छ यसले ठुलो नोक्सान गर्यो यसपालि हाम्रो सर्वस्व पार्यो पोहोर पनि आउँथ्यो अलिक कम थियो यसपालि अब धेरै नै लाने सबै जुगा खाइदिइसकेको छ यो मकैको ठुलो नोक्सान पारेको छ प्रत्येक बुट्टामा छ नि देख्न सक्नुहुन्छ है प्रत्येक बुट्टा दुईवटा चाहिँ हिजो अलिकति हामीले बिसादी प्रयोग गऱ्यौँ यहाँ बिसादी प्रयोग गर्न पाएन पुरै खाएको छैन लन्सी कुनैमा जुगा छैनन् यदि जुगा नखाँदै पोलनहरू यसमा झरेका भए त दाना लाग्छ यसले जुगा खाइसकेपछि पोलनभित्र गएन भने पर यो गर्भाधारण प्रक्रिया हुँदैन गर्भाधारण प्रक्रिया नभएपछि कुनै पनि मकैमा दाना लाग्दैन यस्तो हो नि यो कुरो खास माथितिर भाले अङ्ग यसमा पोथी अङ्ग भाले र पोथी नमिलिकन त यहाँ गर्भाधारण हुँदैन यो जुगाले प्रत्येक जुगाले एउटा दानो बन्ने हो एउटा जुगाले एउटा दानो बन्ने हो त्यसकारण अहिले ठुलो नोक्सान पार्यो कुनैमा छैन सबै सुवा पारो अब यो काए किराले समयमा गरेर दुई तिनवटा एउटामा दुई तिनवटा आएर बसेका छ अब गरम केही देख्न सक्नुहुन्छ दुई तिनवटा सुवा पारो सर्वस्व पारो यो काए किरा यसलाई विषादीले कन्ट्रोल गर्न सकिन्छ धेरै देखिसकेपछि मैले हिजो तल्लो साइडमा यी देख्न सक्नुहुन्छ यो साइडमा त विषादी प्रयोग गरेको छु अब खाइसकेपछि गरेर के अलि पहिले हेर्न पनि आएन रोपाइँतिर लाग्यो मकै कस्तो छ हेर्न पाइएन यो एरियाको यो पलटको मेरो मकैमा अलिकति नोक्सान ठुलै गर्यो ईश्वरका कृपाले अब जुगाले भित्र पोलन लगेको भए त दाना लाग्ला नै भने दाना लाग्दैन हामी किसानलाई कहिले बाँदर कहिले बँदेल कहिले किरा के गरेर सुखाउनी भएन अब राज्यले पनि अब हाम्रो त अब हेर्ने भन्ने कुरो छैन कृषि गर भन्छ कहीँ हेर्दैन यस्ता प्रत्येकमा यो काए कुरो यसरी जुगा खाइदिएको छ आएर सर्वस्व गर्यो नराम्रै भयो अनि हामी किसानलाई ठुलो लस भएको छ अब के भनौँ अब यस्तै छ किसानी खेतीपाती गर्न छोड्न पनि भएन अब सकेसम्म निवारण गर्नुपर्ने थियो हाम्रो पनि केही कमी रह्यो विषादी प्रयोग गरेर जाने चिजमा हामीले विषादी प्रयोग समयमा नगर्नाले यो नोक्सान भएको हो सबै किसानहरूले अलिकति बुझेर खेतीपाती गर्न सक्यो भने ठिक हुन्छ र माथितिर कम लागेको छ तर यो प्लटमा भयङ्कर लागेको छ अब हेरौँ अब यसमा ईश्वरका कृपाले अब पोलनहरू गइसकेपछि लागेको भए त बरु अब दाना लाग्छ होइन भने दाना लाग्दैन अब यो के अरे थोत्रो हुन्छ एक दुईवटा पोलनहरू जाने अलिक केही पोलनहरू जाने केहीमा नजाने भयो भने जति यहाँ पोलन गयो त दाना लाग्छ नगएकोमा पो त यो थोत्रो भएर आउँछ यस्तो छ हामी यसरी अब हामी दाजुभाइ हामी यहाँ रमेशजी हुनुहुन्छ यहाँ रमेशजी पनि एउटा किसानी पनि हो अब गाडी चालक हुनुहुन्छ यहीँ घर हो अब हामी छिमेकी यसरी आछौँ हस् हजुर अब यस्तै बेला जानकारी गराएको छु नमस्ते।